are at Ara Junction. नमस्कार सबैजनालाई र आज चाहिँ है माइती घरलाई चाहिँ बिदावारी लिएर चाहिँ जाँदैछौँ, पुणे फर्किँदैछौँ। यो बजारमा चाहिँ बुवाले चाहिँ यस्तो है नअघि मकै पाउनु भएछ र है हिँड्ने बेलामा चाहिँ पोलेको मकै खाइरहेको छ। बिहाको बस्तीको मकै Not very tasty. My bags are ready to go. होइन न अब हाम्रो पुरा जानेको लागि गाडी आइपुगेछ र अब चाहिँ हामी माइती घरबाट चाहिँ निस्किँदैछौँ हो। लु सी यू सुन भन निकु तातालाई, अद्दु ताता सबजना आउने पुणे घुम्नु भन छ अरे। मामासी पनि जाने अरे भाइ पुणे। See you soon भन। अनि सबभन्दा स्याड त आमै हुनुहुन्थ्यो, रुई पनि रहनु भएको थियो हो। एकदम मन बलियो राखेर चाहिँ म चाहिँ हाँस्दै नै बिदावारी लिएँ हो। यस्तो मिक्स इमोसन भयो र है फाइनली अब हामी चाहिँ अब पहाडलाई पनि बाई बाई गर्ने बेला यो हो। टिस्टा आइपुगिसक्यो र हाम्रो पहाडलाई जोडिरहेको चाहिँ टिस्टा नै हो। बागपुर पनि क्रस भयो। यो चाहिँ है नर्थ इस्टलाई जोड्ने चाहिँ ब्रिज हो। सफारीलाई बाई बाई चालु गराइदियो र हाम्रो चाहिँ सिलगढीबाट चाहिँ रातिको ट्रेन छ र हामीलाई छोड्नु चाहिँ भाइ र है जीवन दादा पनि आउनु भएको थियो हो। अनि उनीहरूले पनि अब खानपिन खाएर चाहिँ फर्किनुहुन्छ यहाँ र अब चाहिँ दुईजना है अब फेरि उकालो फर्किँदैछ हो। लु नानीहरूले बाई बाई गर्दैछ। अब शामभरि चाहिँ हामी सिलगढीमै छौँ हो। उसको निनीले चाहिँ आन्बीको हेर्नुहोस् कपाल मजाले सिनिक्कै पारिदिँदैछ ट्रेनको लागि हो। र हामी चाहिँ जस्तो स्टेसन आयो त्यस्तै ट्रेन पनि आइपुग्यो है। सामानहरूलाई चाहिँ अब नानीहरूलाई सुत्ने ओछ्यान बनाइदिँदैछौँ। गुड मर्निङ एभ्रिवान, इट्स 7 AM। अहिले चाहिँ हामी बिहारभित्र बसिसकेछौँ। गुड मर्निङ आयास। हामी केमा छ पापा कसको याद आइरु भन त। मेरो आएर चाहिँ रुँदैछ, उसलाई पुरा याद आयो। अजीको चाहिँ सबभन्दा बेसी याद आयो अरे है। अजाको पनि पुरा याद आयो अरे। लु बिहान बिहानै बिहारमा चाहिँ झालमुरीवाला आएछ। अब झालमुरी खाने र है यताको चाहिँ झालमुरी खानु मजा आउँछ। महाराष्ट्रको चाहिँ भेलपुरी अब राम्रो हुन्छ, यताको चाहिँ झालमुरी हो। छोराले चाहिँ समोसा खाने अरे। स्पेशल वाला खाइए ऐसा चाहिँ हामी बिहार पटनामा छौँ। दिस इज पटना जंक्शन। आज त ननभेज भी खाना नहीं होगा तो फिर क्या करोगे। र हामीले चाहिँ जोमेटोबाट चाहिँ आजको लागि जन्स अर्डर गरेको छ हो। स्टेसनमा चाहिँ डेलिभरी पनि भयो र आज चाहिँ सबै प्योर भेज खाना छ। पनिर ग्रेभी, रायता, रोटी अनि भेज बिरयानी अर्डर गरेको छौँ। 9 डेज चाहिँ धन्न ट्रेनमा पनि अर्डर गर्दै खाना खानु पाएर चाहिँ टेस्टी खानु पाउँदैछ। नभए त यहाँको खाना खानु पऱ्यो त रुन्छ नि। वी आर एट आरा जंक्सन। र हामीले चाहिँ बाटोमा खानु भनेर चाहिँ सिलगढीमा है यो रसमलाई पनि लिएर आएको छ। कस्तो ठुलो साइजको यस्तो दामी छ कि यो। लु नानीहरूले चाहिँ मस्ती गर्नु चाहिँ कहीँ छोड्दैन। हेर्नुहोस् ट्रेनमा पनि यति धेरै कुदिरहेको छ, यति धेरै हो। दिदी भाइको चाहिँ फुलन मस्ती एक्सर्साइज भइरहेको छ है। र आजको फुल डे चाहिँ हामीले यसरी नै बिताइरहेको छौँ हो। हेर्दा हेर्दै बक्सर पनि आइपुगेको छ हो। अनि साँझ पनि परिसक्यो अहिले त हो। अनि रातिको नै हामीले डिनर है अलरेडी अर्डर गरिसकेको छौँ। गुड, भेरी गुड।
आजको डिनर आयो जोमेटोबाट अर्डर। प्रयागराज स्टेसन है। आजको डिनरको लागि चाहिँ हामीले टाकोस बर्गर अनि पिज्जा अर्डर गर्यौँ है। एकदमै धेरै लाग्दैछ, खानु सक्दैन जस्तो पो लाग्दैछ। कसले नै अगाडि है अन्वी बर्गर के गर्ने, खाने कि नखाने? बर्गर पनि खान्छ। अझै खाने बर्गर कि बस भयो? भोलि पनि हाम्रो है ट्रेनमा नै सफर हुनेछ है। दिस ब्लग विल कन्टिन्यू अन नेक्स्ट भिडियो।